अभिनेत्री अनु शाहले विवाह गरिन् अभिनेता सबिन श्रेष्ठसँग। रक्सी चाहिँ 3 चोटी मुखमा राख्नुपर्छ। गुड थपे जस्तै गर्ने फेरि अब नाच्नुपर्छ, यति खाएर त नाच्नुपर्छ। अभिनेता सबिन श्रेष्ठ र अभिनेत्री अनु शाह वैवाहिक जीवनमा बाँधिएका छन्। लामो समयदेखि सम्बन्धमा रहेका यी अभिनेता र अभिनेत्रीको जोडी यही 2082 सालको असोज 11 गते शनिबार वैवाहिक जीवनमा बाँधिएका हुन्। विवाह समारोहमा उनीहरूले आफ्ना नजिकका आफन्त र परिवारका सदस्यहरूलाई मात्रै बोलाएको हुनाले त्यसबारेमा धेरै चर्चा परिचर्चा भएको थिएन। हुन त अनु र सबिन लामो समयदेखि लिभिङ टुगेदर सम्बन्धमा थिए भने अहिले उनीहरूले परम्परागत रूपमा विवाह गरेको भए पनि यसअघि नै उनीहरू कानूनी रूपमा भने विवाह गरिसकेका थिए भनेर बताइन्छ। माइती भनेको 1 दिन 2 दिन बस्ने हो क्या, ढुक्कैसँग बस्ने चाहिँ होइन नि। मेरो माइती मेरो घरमा जहिले मन लाग्छ अहिले बस्छु, जति दिन मन लाग्छ त्यति दिन बस्छु। अनि बिहे गरेर चाहिँ किन पठाएको? उतै बस्दियो, उतै राख्नु नि। के कहिले नआइकन पठाएको र? सबिन र अनुको भेट करिब 1 दशक अघिको एक फोटो सेसनमा भएको थियो भनेर भनिन्छ। त्यसबेला नजिकिएका उनीहरू त्यसपछि सधैँ सँगै रहेका छन्। सामाजिक सञ्जालमा खुबै रुचाइएका यो जोडी अहिले पनि फिल्म र म्युजिक भिडियो क्षेत्रमा सक्रिय रहेका छन्। यो जोडीले एक युट्युब च्यानल पनि चलाउने गरेका छन् जसमा करिब 2 लाख सब्स्क्राइबरहरू रहेका छन्। सो च्यानलमा सबिनले करिब 1 महिना अगाडि यो वर्ष विवाह पक्कै भनेर एक भिडियो पनि सेयर गरेका थिए। सबिन श्रेष्ठ सन् 2011 मा रिलिज भएको फिल्म अन्दाजमा अभिनेत्री रेखा थापाको जोडी बनेर अभिनेताको रूपमा डेब्यू गरेका थिए। त्यसको 2 वर्षपछि रिलिज भएको अर्को फिल्म हमेशामा पनि उनी रेखाको जोडी बनेका थिए। त्यस्तै उनले लिलीबिली, तागतवार, आदि बाटो, हिरो रिटर्न्स आदि विभिन्न फिल्महरूमा अभिनय गरेका छन्। आजकल उनी युट्युब च्यानलमा अनुको साथमा भिडियो ब्लगहरू बनाइरहेका हुन्छन् भने उनी म्युजिक भिडियोमा पनि मोडलको रूपमा काम पनि गरिरहेका हुन्छन्। त्यस्तै अभिनेत्री अनु शाह राजेश हमालको डेब्यू फिल्मको सिक्वेल द युगदेखि युगसम्म मार्फत सन् 2009 मा नेपाली सिने क्षेत्रमा अभिनेत्रीको रूपमा भित्रिएकी थिइन्। दिपेन्द्र खे खनालले निर्देशन गरेको सो फिल्ममा अनु सहायक भूमिकामा प्रस्तुत भएकी थिइन् भने अभिनेत्री नन्दिता केसी मुख्य अभिनेत्री रहेकी थिइन्। त्यसपछि मिलाप, नागरिक, कान्छी, भैरव आदि विभिन्न फिल्महरूमा अभिनय गरेकी अनु शाह म्युजिक भिडियोमा मोडलको रूपमा पनि देखिरहन्छन्। So I'm waiting. यसरी मनोरञ्जन क्षेत्रमा सक्रिय रहेका जोडी सबिन श्रेष्ठ र अनु शाहले विवाह गरेर नयाँ जीवनको सुरुवात गरेका छन्। उनीहरूलाई वैवाहिक जीवनको लागि धेरै धेरै शुभकामनाको साथसाथै उत्तरोत्तर प्रगतिको पनि कामना छ। विजय दशमीको अवसरमा विवाह गरेका यो जोडीको बारेमा तपाईँ के भन्नुहुन्छ? कृपया कमेन्ट गर्नुहोला। धन्यवाद। छोरीको बिहे कस्तो लागिरहेछ र? मजा आएर नरहेछ ल, अघि काकी एक्लै पुऱ्याइसक्छ। ल म रुन्छ, मेरो मेकअप बिग्रिन्छ नि फेरि नरहेछ। माथि 2 बजे तल गोडामा गोडा यसो जोडेर राख्नु भयो। अब टिका लुगा माला पहिला अनि अर्को नाति हो नि नानीले हाल्यो
चली रे नानीले हाल्यो नानीले ओ भगाए स्वाहा ल अब चाहिँ हाल्छु मैले आगोमै गरिएन है तिम्रो राख्छौ अगाडि मम्मी राख्छौ अगाडि यहाँ अगाडि राख्छु त्यो सुनको कुराहरू खै त तँलाई